गरिकन हामीले महसुस गर्न पाएनौँ। आदरणीय समुदाय, परिवर्तन खोइ सम्झौँ त त्यो जहानीय राणा शासनलाई ढालेको त्यो पल किताबमा पढेको भाइ बहिनीले पनि पढ्नुहोस्, पढ्नु भएकै छ त्यो पल। र आज तपाईहरुकै पालामा, हाम्रै पालामा पनि अझै पनि शहीदको क्रम जारी छ। नेपाल परिवर्तन भइसकेको छैन, दुःख लाग्दैन? यस कारणले गर्दा आदरणीय समुदाय, म यहाँनिर यो निवेदन गरौँ, कसैले भन्नुहुन्छ हैन परिवर्तन त आएकै छ, यहाँ स्टेजमा उभिएर बोल्दैछौ तर तिमीले भन्छौ परिवर्तन आएनौ, तर म भन्छु परिवर्तन आएको छ। उहाँहरूले भन्नुहुन्छ केमा परिवर्तन? मैले सोधेँ एक दिन, केहीजना मित्रले मलाई भन्नुभयो परिवर्तन त आएकै छ त। हिजो गाउँघरमा अर्कै चलन थियो, आज त्यो परम्परा अर्कै थियो, परम्परा अर्कै थियो, आज अलिक फरक किसिमको भएको छ। हिजो हाम्रो बाटोघाटो थिएन, आज बाटोघाटो आएको छ। हिजो बोल्न पाइँदैन थियो, आज बोल्न पाइएको छ। तर म भन्छु त्यो वाक स्वतन्त्रताको कुरामा म एउटा कुरा भनौँ, राष्ट्रिय परिवर्तन पार्टीले एउटा कुरा यहाँ उद्घोष गर्छ। यदि त्यसलाई परिवर्तन भन्नुहुन्छ भने मेरो एउटा प्रश्न, हिजो बोल्न पाइँदैन थियो, ठिक छ, हिजो बोल्न पाइँदैन थियो, त्यतिखेर निरङ्कुशता भनियो होला, हिजो बोल्न पाइँदैन थियो, तर बोलेको कुरा सुनिन्थ्यो। एउटा कुरा मात्रै जनताले बोल्यो भने त्यो माथि बस्ने, सत्तामा बस्ने जो होस्, राजा महाराजा होस् वा नेता जो होस्, त्यो ठाउँमा त्यो कुर्सीमा हाम्रो आवाज जनतामा कराएको आवाज सुनिन्थ्यो। तर आज वाक स्वतन्त्र छ, आज बोल्छौं तर सुनिदिने को? आज यहाँ बोल्न पाइन्छ, आज वाक स्वतन्त्र छ, आज जो पनि बोल्न पाउँछ, तर सुनिदिने को छ यहाँ? न त न्यायालयमा न्यायाधीशले राम्रोसँगले सुन्न सक्नुहुन्छ, न कुनै ठाउँमा जाउँ मन्त्रीमण्डललाई हेरौँ, न त जनताका छोराछोरी मरिरहेको छ, न्याय मागिरहेको छ, तर सुनिदिने कोही को? हिजो बोल्न पाइँदैन थियो तर बोलेको सुनिन्थ्यो, आज बोल्न पाइन्छ तर सुनिदिने कोही छैन। यही हो स्वतन्त्रता, यही हो वाक स्वतन्त्रता। अर्को कुरा, घरिघरि स्वतन्त्रता र मन परितन्त्रमा के हो जस्तो लाग्छ। हामीले कहिलेकाहीँ भन्छौँ हैन यहाँ स्वतन्त्र छ, तर कहिलेकाहीँ स्वतन्त्र र मन परितन्त्रको विभेद, भिन्नतामा फरक पाउँदैन हामी आम समुदायमा। स्वतन्त्र भनेको के मन परितन्त्र हो? आज जसले जे गर्दा पनि हुन्छ, जसले जे भन्दा पनि हुन्छ, देशमा बलात्कार भइरहेको छ, बलात्कारको घटना दिनानुदिन बढेकै छ, अन्याय र अत्याचार बढेकै छ। के हो स्वतन्त्रता? आज एउटा मान्छेले अर्को मान्छेलाई खुडा हानेर मार्नु, छुरी हानेर मार्नु, एउटा सानो झगडाको न्युमा एउटा दाजुभाइले अर्को दाजुभाइमाथि, नेपाली दाजुभाइले अर्को नेपाली दाजुभाइमाथि हमला गर्दा पनि आज उसलाई सजाय हुँदैन। यही हो स्वतन्त्रता? के हो मन परितन्त्र? स्वतन्त्र हो भने स्वतन्त्रको एउटा लगाम हुनुपर्छ, स्वतन्त्र हो भने स्वतन्त्रमा एउटा अनुशासन हुनुपर्छ। तर स्वतन्त्रमा आज अनुशासन छैन। यही स्वतन्त्र ल्याएको हामीले लडेर 2007 सालदेखि आजसम्मको स्वतन्त्रता यही हो कि जसले पनि जे गर्न पाउँछ, बलात्कार गर्न पनि पाउँछ, लुट्नु पनि पाउँछ, झुट्नु पनि पाउँछ, मान्छेलाई मार्न पाउँछ। यही हो स्वतन्त्रता। यस्तो स्वतन्त्रताको परिकल्पना राष्ट्रिय परिवर्तन पार्टीले गरेको होइन आदरणीय समुदाय। एउटा अनुशासनसँगको स्वतन्त्रता हुनुपर्छ, स्वतन्त्र हुनुपर्छ, त्यो मन परितन्त्र हुनु हुँदैन। त्यसकारणले विकास त हामीले ल्यायौँ, तर विनाशसँगै निम्त्याएको विकासको पनि अर्थ छैन। आज म खोटाङको मान्छे हो, म मेरो गाउँ दिक्तेल पामराङको मान्छे हो, म खोटाङको मान्छे हो। हजुर, म आज गाउँ जान्छु, हेर्नुहोस् अस्ति भर्खर एउटा लागु औषध कार्यक्रम, दूरदर्शनको कार्यक्रम लिएर हाम्रो टिम, म त्यो कार्यक्रम पनि चलाउँछु, त्यो विषयमा भनौँला कुनै समय। एउटा सामाजिक अभियन्ता भएको नाताले म त्यो लागु औषध दूरदर्शनको कार्यक्रम लिएर खोटाङ जाँदै गर्दा अस्ति भर्खर 81 सालको 81 को हाराहारीमा 1 वर्ष लगभग हुन आँट्यो। जाँदाखेरि हामीले के पायौँ त त्यहाँनिर भन्नुहुन्छ भने
रोडहरू गाउँ गाउँ पुगेको छ। खोटाङमा हिजो म 2058 सालमा मैले एसएलसी दिएको मान्छे म। त्यो बेलामा म खोटाङ जाँदा राको बालेर मैले दिक्तेलमा कार्यक्रमहरू गर्थ्यौँ, हामी हिँड्थ्यौँ राको बालेर। आज यहाँ कतिजना हाम्रा जेनजीका भाइ बहिनीहरू होस् वा सानो जेन एल्फाका नानीहरूलाई राको के हो सायद थाहा नहुन सक्छ, किनभने आज गाउँघरमा बत्ती आइसक्यो। तर त्यो बेलामा कुप्पी बालेर बस्नु पर्थ्यो। हो त्यो बेलाको खोटाङ आज हेर्दाखेरि हो खोटाङमा रोडहरू पुगेको छ, ठाउँमा रोड पुग्यो। तर आदरणीय समुदाय, रोड त पुग्यो तर कसको लागि पुग्यो? भेडा र बाख्राको लागि, कुखुरा र चल्लाहरूको लागि मात्रै हो कि क्या हो जस्तो लाग्छ। किनभने आज गाउँघरमा मान्छे भेटिँदैन, भेटिन्छ त बुढाबुढी आमा बाबा अनि त्यही बच्चाहरू, युवाहरू कोही छैन। रोड पुग्यो कसको लागि? उपभोग गर्ने मान्छे छैन, त्यो विकासको के अर्थ भयो? यही विकास खोजेको नेपालीले 2007 सालदेखि आजसम्मको विकास यही विकास हो कि होइन? हजुर मेरो प्रश्न, यही विकासको लागि लडेको हामीले? यही विकासको लागि हो? चुप लागेर बस्नु भएको छ, सायद यही विकासको लागि होला हो। यदि यो विकासको लागि लडेको होइन भने आजसम्म परिवर्तन आएको छैन भनेर हामीले बुझ्न जरुरी छ। जसले जेसुकै भनोस्, परिवर्तन आएको छैन, परिवर्तन आइसकेको छैन। त्यसकारणले गर्दा हो यही परिणामविहीन वा निष्कर्षविहीन आन्दोलनहरू भए, जसले गर्दाखेरि पटक पटक जनविद्रोहहरू भइरहेको छ। त्यसकारणले अब भने यो जनविद्रोह पटक पटक हुन नदिनलाई, हाम्रा खुनहरू, हाम्रा रगतहरू अब यो माटोमा नबगाउनलाई, हाम्रा छोराछोरी र नातानातिनाको रगत नचुहाउनलाई अब भने अन्तिम लडाइँ हुनुपर्छ भन्ने हेतुले भ्रष्टाचारको निर्मूलीकरणको आवाज उठाएर अन्य केही मुद्दा, तर विशेषतः भ्रष्टाचार निर्मूलीकरणको मुद्दा उठाएर जेनजी जनविद्रोह, जेनजी आन्दोलन भएको हो। सेप्टेम्बर 8 मा भाद्र 23 गते र भाद्र 24 गते त्यही मर्म बोकेर, त्यही भ्रष्टाचार विरुद्धको आन्दोलन, ताकि युवाहरू परदेशिनु नपरोस्, ताकि त्यो स्वतन्त्रता अनुशासनविहीन स्वतन्त्रता, लगाम बिनाको घोडा जस्तो स्वतन्त्रतालाई लगाममा ल्याउनको लागि, एउटा सही ट्र्याकमा ल्याउनको लागि अब भने चाहिँ देशमा बेथिति जति भयो, भ्रष्टाचार गरेर ठुला नेता मात्रै पोस्याउने, छोराछोरी आफ्नो छोराछोरी विदेशमा आलिशान जिन्दगी, अनि तपाईँ र हाम्रो छोराछोरी चाहिँ देशमा रोजगारीको लागि भौतारिनु पर्ने, यसरी भिख माग्दै बस्नु पर्ने दिनको अन्त्यको लागि भ्रष्टाचार निर्मूलीकरण हुनुपर्छ भन्ने मान्यताको साथ, त्यो मागको साथमा जेनजी जनविद्रोह भएको र त्यो जेनजी जनविद्रोह हुँदै गर्दाखेरि म एउटा कुरा यहाँ भनौँ, यो सामान्य मुद्दा होइन भ्रष्टाचार। कसैले भन्नुहुन्छ होइन यो भ्रष्टाचारको मुद्दा त सामान्य हो, यो त पहिलेदेखि उठाइरहेको होइन आमा बाबा दाजुभाइ दिदीबहिनीहरू। किनभने होला विगतमा पनि त्यो विषयमा उठाइयो होला, तर त्यसको निष्कर्ष दिन नसक्नु, उठान गर्न ठुलो कुरा होइन, बैठान गर्न ठुलो कुरा हो। एजेन्डा उठाउनु ठुलो कुरा होइन, तर त्यसलाई तार्किक निष्कर्षमा पुर्याउनु ठुलो कुरा हो। अहिलेसम्म देशमा तार्किक निष्कर्षमा एजेन्डालाई अन्तिम घडीमा पिट मार्ने ठाउँमा कसैले पुर्याएन। त्यसकारणले गर्दा त्यो आन्दोलन फेरि चर्किनु पर्ने भएको र यो मुद्दा मेरो मुद्दा भनेर कसैले टेवा नबनाउँदा हुन्छ। न कुनै पार्टीले, न पुरानो न नयाँ, यो मेरो मुद्दा, भ्रष्टाचारको मुद्दा त मैले उठाएको भनेर कसैले भन्छ भने त्यो गलत हो। भ्रष्टाचारको मुद्दा कहिले पनि टेवा हुँदैन, यो सबैले उठाउने मुद्दा हो जबसम्म भ्रष्टाचार निर्मूलीकरण हुँदैन। जसले उठाए पनि उठान ठुलो कुरा होइन, बैठान कसले गर्छ त्यो प्रमुख कुरा हो। त्यसकारणले जेनजी विद्रोहबाट जन्मेको त्यो अर्को एउटा आगोले यही भ्रष्टाचार निर्मूलीकरण गरौँ भन्दै गर्दा यसको मर्म के थियो त? यसको मर्म यो थियो, हेर्नुहोस् हङकङमा आजभन्दा 15 वर्ष लगभग अगाडि, हेर्नुहोस् आजभन्दा 15 वर्ष अगाडि हङकङमा के थियो त भन्दा त्यहाँनिर हङकङको सम्पूर्ण नागरिक जतिजना हुनुहुन्थ्यो, जतिजना नागरिक छ, जति लाख नागरिक छ, त्यो सम्पूर्ण नागरिकलाई पुग्ने गरिकन हङकङको आय स्रोतबाट, हङकङको राष्ट्रबाट, राज्यबाट सरकारले आफ्नो विकासको मूल फुटाएर, विकास गरेर
त्यो सम्पूर्ण हङकङलाई विकसित एउटा राष्ट्र बनाएर पनि उब्रिएको पैसा हेर्नुहोस् है। अब त्यो पैसा उब्रिएको र उब्रिएको पैसाले के गर्यो त भन्दा जति लाख त्यहाँनिर हङकङमा सिटिजनहरू नागरिकहरू थिए ती सम्पूर्ण नागरिकहरूलाई दामाशाही रूपमा दामाशाही बराबरी रूपमा बाँड्दा कतिले पुगेछ भन्नुहुन्छ भने 6,000 को दरले। हेर्नुहोस् 6,000 को दरले हर एक हङकङको नागरिकलाई तत्कालीन सरकारले उहाँहरूलाई त्यो नागरिकलाई त्यो एक प्रकारले बोनस जस्तो उहाँहरूले हरेक नागरिकलाई $6,000 हङकङ डलर वितरण गर्नुभयो। यहाँ त के छ ठ्याक्कै उल्टो नेपालमा जन्मिनु पाएको छैन टाउकोभरि हाम्रो छोराछोरीको 1 लाख भन्दा माथि ऋण पुग्न आँटिसक्यो। प्रत्येक नेपालीको त्यो पनि फेरि एकजना नेपालीको होइन, त्यति धेरै यहाँनिर यो देशमा ऋण लागिसक्यो, त्यति धेरै यो देशको ऋण छ। हर एक नेपालीको टाउकोमा भाग लगाउने हो भने लाख भन्दा कम छैन। आमा बाबा दाजुभाइ दिदीबहिनीहरू केही हो चित्तबुझ्दो कुरा हो। त्यस कारणले गर्दा हो यो चिज हो, त्यही भएर एउटा इमानदार नेतृत्वको जन्म हुनुपर्छ भन्ने एउटा हेतु हो। त्यस कारणले राष्ट्रिय परिवर्तन पार्टीको यसको मूल नारामा यहाँ अहिले हाम्रो ब्यानरमा पनि छ, माथि प्रत्यक्ष प्रणाली एउटा मुद्दा भइगयो, शून्य भ्रष्टाचार हो। त्यो शून्य भ्रष्टाचार तब हुन्छ जब इमानदार राजनीति गरिन्छ। त्यस कारणले हाम्रो मूल मन्त्र अरू पनि छन् एजेन्डा, तर यी 3 मूल मन्त्र भित्रको एउटा इमानदार राजनीति हामीले अब अगाडि बढाउनु पर्छ भन्ने हेतुले यो राष्ट्रिय परिवर्तन पार्टी अगाडि बढिरहेको छ आदरणीय समुदाय। र अर्को कुरा कहिलेकाहीँ यहाँ एउटा कुरा भन्न मन लाग्छ, यो कसैलाई गाली गलौज छैन र कसैलाई पनि यो एउटा अर्जुन बाण होइन, तर संजोगवश कसैलाई मिल्न लाग्यो भने म माफ माग्छु। कहिलेकाहीँ भन्नुहुन्छ होइन जेनजीहरूको उमेर एउटा उरठाउलो मोबाइल खेलाउने मोबाइल नखेलाउनु पाएर आन्दोलनमा गएको अल्छेहरू श्रम नगर्नेहरू भनेर उपनाम दिइन्छ। तर त्यसो भन्दै गर्दा कहिलेकाहीँ म जेनजीलाई मात्र होइन आम नेपालीहरू अल्छे भन्ने यहाँ ट्याग भिराइएको पनि म सुन्छु कता कता सामाजिक सञ्जालमा। नेपालीहरू कस्तो अरे भने अल्छेहरू श्रम नगर्ने अरे हामी। ए बाबा यो देश श्रमिकहरूको देश हो, यो देश श्रमजीवीहरूको देश हो। कसले भन्छ हामी श्रम गर्न अल्छी मान्यौँ? कसले भन्छ हामीलाई श्रम गर्न लाज लाग्यो? यो देशमा रेमिट्यान्स पठाउने त्यही जेनजीहरू हो जुन 28 वर्षका मुनिका उमेरका भाइ बहिनीहरू हुन् र 28 भन्दा माथिका हामी जस्ता उमेरकाहरूले पनि यो देशमा विदेशमा पसिना चुहाएर विदेशमा पसिना बगाएर यो देशमा अर्काको देशमै सही तर श्रम गरेर यो देश पाल्ने नेपालीहरू हो। कसरी हामी श्रम नगरिकन बाँच्यौँ अहिलेसम्म यो धरतीमा? हामी सबैजना श्रमजीवीहरू हौ आदरणीय समुदाय। कसैले श्रम गर्न नमानेको यो नेपालीहरू भन्छ भने त्यो गलत हो। आजैबाट राष्ट्रिय परिवर्तन पार्टीले त्यो कुरालाई खारेज गर्छ। हामी श्रम गर्न लाज मान्नेहरू होइनौँ वा श्रम नगर्ने मान्छे होइनौँ। याद गर्नुहोस् म एउटा स्वयं पनि मेरो आमा 2073 सालमा म भुपु एक्स आर्मीको छोरा हो धरानको। म लाहुरे ब्रिटिस एक्स आर्मीको छोरा धरानमा मेरो आमा 2073 सालमा मबाट बिदा हुँदा यो संसारबाट बिदा हुँदा मेरो बाबा त्योभन्दा अझै अगाडि बिदा हुनु भएको। म घरमा एक्लै रहँदै गर्दा म पनि के कसो गरौँ अब लाहुरेको छोरो म सुखमा हुर्केको त्यो सही कुरा। तर अल्छे होइन, मैले एउटा टेम्पो कुदाएर जीविकोपार्जन गर्दै गरेको व्यक्ति पनि हो धरानमा। तर एउटा मेरो प्रश्न, लाज लाग्दैन युवाहरूलाई नेपालमा श्रम गर्न? तर के मात्रै हो भने हाम्रो प्रश्न के त्यो श्रमको मूल्य छ कि छैन? हाम्रो प्रश्न त्यो हामीले श्रम गरेको मूल्य दिने कि नदिने? जहिले पनि श्रम 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 गर्न अल्छे अल्छे अल्छे। को चाहिँ यहाँ श्रम गर्न आउँछ? धरानमा पनि कृषकहरू छन्, श्रमिक होइनन् र कृषकहरू। हजुरहरूलाई मेरो प्रश्न, यहाँ कोही कृषक वर्ग हुनुहुन्छ, कोही व्यापारी वर्ग हुनुहुन्छ, कोही चाहिँ के व्यवसायी हुनुहुन्छ, कोही उद्यमी हुनुहुन्छ, कोही आमा हुनुहुन्छ, कोही बाबा हुनुहुन्छ जसले छोराछोरीलाई श्रम गरेर तपाईँले घर पालिरहनु भएको छ, छोराछोरी पाल्नु हुँदैछ। तपाईँहरू सबैजना के श्रम गरिरहनु भएको छैन र? छ कि छैन? त्यसो हो भने हामीले के श्रम
नगर्ने नेपाली भनेर आफूले आफूलाई कहिलेकाहीँ आत्मग्लानी गर्ने होइन। त्यसकारणले गर्दा श्रमको कुरामा यो कुरा क्लियर होस्, जुन दिन भ्रष्टाचार अन्त्य हुन्छ त्यो दिन हरेकको श्रमको मूल्य हुनेवाला छ। किनभने नेपालमा पनि 6000 त के त्योभन्दा धेरै हर एक नेपालीले श्रम गरेर हाम्रो श्रमको मूल्य आउने गरिकन हामीले हाम्रो मूल्य पायौँ भने कुन चाहिँ नेपालीले नेपालमा काम गर्दैन? हरेकले गर्छ। तर परदेशीले वातावरण यो देशमा भयो भने त्यसलाई चाहिँ श्रम गर्नु अल्छी मानेर विदेश गएको भनेर ट्याग भिराइदिने त्यो होइन। बाध्यताले परदेशिनु परेको हो। यहाँ श्रम गर्न लाज मानेर वा श्रम गर्न अल्छी मानेर हामी परदेश गएका होइनौँ। आदरणीय समुदाय, यो कुरा संघ सभाको माटोमा गुन्जिनु पर्छ। हरेक माटोमा यो कुरा आउनु पर्छ, यो कुरा रुच्नु पर्छ, यो कुरा भिज्नु पर्छ। यो कुरा मनन होस्। संघ सभाले एकचोटि यो कुरालाई मनन गर्नुहोस्। राष्ट्रिय परिवर्तन पार्टीले श्रम गर्न लाज मान्ने भनेको छैन, तर श्रमको मूल्यको कुरा यहाँ उठाउँछ। श्रमको मूल्य जुन दिन हुन्छ त्यो दिन हरेक नेपाली नागरिक श्रमिक नै हो। आज पनि श्रमिक हो, हिजो पनि श्रमिक हो र आउने दिनमा पनि श्रमिक नै भइरहनेछ। तर श्रमजीवी हुन्छौँ, तर श्रमको मूल्य त हुनु पर्यो होला नि। बुझ्नुभयो? भन्न खोजेको कुरा यो हो। अब धरानको कुरा मैले गरेँ, तर नेपालभरि कहिलेका हेरौँ बजार व्यवस्थापन, हाम्रो कृषकहरू उपभोक्ता, तर हाम्रो घोषणा पत्रको विषयमा आज यहाँ भनेर साध्य छैन। यहाँ धेरै कुराहरू भन्नुपर्ने हुन्छ, पछि भनौँला। घोषणा पत्रमा कृषिको विषयमा हामीले चाहिँ धेरै कुराहरू त्यहाँ उल्लेख गरेका छौँ। एउटा कुरा, हामी कृषकहरू उपभोग्य वस्तुहरू हामी चाहिँ उत्पादन गर्छौँ। अब तर त्यो वस्तु जब बजारमा जान्छ, बजारमा के हाम्रो सहुलियत रूपमा बजारमा जान पाएको छ त? के हामीले मल बिउ बिजन के हामीले सहुलियत रूपमा पाएका छौँ त राज्यबाट? के कृषकहरूको के यहाँनिर चाहिँ लगानी सुरक्षित छ त? छ कि छैन? हो, यदि छैन भने कसलाई चाहिँ कृषि गर्नु मनपर्छ? जबरजस्ती कृषि गर भन्ने, अनि पेटमा चाहिँ अन्न पानी कहाँबाट हाल्ने? त्यस कारणले परदेशिनु परेको हो कृषकहरू पनि। यहाँ श्रम गर्न लजाएर हो कृषकहरू? के किसानीहरू लजाएर हामी परदेशिएका हौँ त? होइन। त्यस कारणले गर्दा फेरि पनि भन्यौँ, एउटा राम्रो व्यवस्था चाहिन्छ। व्यवस्था राम्रो हुनुपर्छ र त्यसको लागि एउटा इमान्दार राजनीतिज्ञको जन्म हुनुपर्छ। र त्यसरी हामी इमान्दार भएर अगाडि बढ्यौँ भने, भ्रष्टाचारलाई निर्मूलीकरण गर्यौँ भने यहाँनिर सबैको श्रमको मूल्य हुनेछ र विदेशिनु पर्ने स्थिति रहँदैन भन्ने कुराको म यहाँ हजुरलाई जानकारी गराउँ। बजार व्यवस्थापन भएको भए, राम्रोसँगको सिस्टम भएको भए सबै युवाहरू कोरोनाको दिन याद गर्नुहोस् त। आज हामीले कोरोना बिर्स्यौँ होला। कोरोना कालमा हर एक धरानमा यस्तो लाग्छ, कोरोनाको बेलामा त करेसाबारी त्यहाँ अलिकति आँगन हुन्थ्यो, फुलबारी अगाडि, घरको अगाडि धरानमा। त्यो कोरोनाको बेलामा त करेसाबारी थियो, करेसाबारी। अब कुन चाहिँ मान्छेले कृषि गर्दैन थियो होला त त्यो बेलामा? बाध्यता पर्दा गर्छ, तर मूल्य हुनुपर्छ। मूल्य बुझ्नुभयो? त्यो श्रमको मूल्य जहाँ हुन्छ त्यो देश जहिले उन्नति हुन्छ। बुझ्नुभयो? श्रमको विरोध गरेको होइन, तर श्रमको मूल्यको कुरा राष्ट्रिय परिवर्तन पार्टीले उठाएको। यस्तो पवित्र विचार बोकेर जेनजी जनविद्रोह जुन भयो, यति पवित्र विचार बोकेर जेनजी जनविद्रोह हुँदै गर्दाखेरि कता कता लाग्छ आज त्यो जनविद्रोह भुल्दैछौँ कि, यसलाई कलङ्कित गर्ने काम गर्दैछौँ कि, अपमान गर्ने काम गर्दैछौँ कि भन्ने लाग्छ। कसैले भन्नुहुन्छ यो जेनजी अघि भने जस्तै मोबाइल खेलाउन नपाएर पटाङपुटुङ एउटा गुलेली खेलेको जस्तो बच्चाहरू उर्ल्यो करायो, तर होइन। त्यो बच्चाहरूभित्रको भावना यति शुद्ध र पवित्र थियो। आमा बाबा दाजुभाइ दिदीबहिनीहरू हो, त्यही शुद्ध पवित्र मन बोकेर त्यो जुन जनविद्रोह भयो त्यसैको रगतको आहालमा टेकेर यो बनेको पार्टीको नाम हो राष्ट्रिय परिवर्तन पार्टी। ताली त छैन। त्यही आहालमा टेकेर, त्यही रगतमा टेकेर बनेको पार्टीको नाम हो के हो? राष्ट्रिय परिवर्तन पार्टी। अब हेर्नुहोस्, एक जुगमा
एक दिन एक पटक आउँछ, उथल पुथल उलट पुलट हेरफेर ल्याउँछ। एक जुगमा एक दिन एकचोटि आउँछ, उथल पुथल उलट पुलट हेरफेर ल्याउँछ। यो पटक पटक फेरि जनविद्रोह हुँदैन, याद गर्नुहोस् आमाबाबा दाजुभाइ दिदीबहिनीहरू। इतिहास हेरौँ, साक्षी छ। 2007 सालदेखि 17 साल, 17देखि 36, 37, त्यसपछि 46, 47 को हाराहारी 10 वर्ष, त्यस पछाडि 52, त्यस पछाडि 62, 63 को आन्दोलन, त्यस पछाडि आउँदै गर्दाखेरि चाहिँ नि अब अहिले आउँदै गर्दा हेर्नुहोस् इतिहासले के भन्छ भने जहिले पनि एक दशकको हाराहारीमा आन्दोलन हुन्छ। अब यो जेन्जी जनविद्रोह यो पनि एक जुगमा एकचोटि आएको हो, एक दिनमा आएको, उलट पुलट भएर इतिहास 24 घण्टामा इतिहास रचेको यो सरकार त्यसरी ढलेको सरकार थियो। अब पटक पटक यस्तो फेरि जनविद्रोह हुनु हुँदैन भनेर अब आन्दोलनको क्रम रोकिनुपर्छ। आन्दोलन अब यस्तो आन्दोलन रोकिनुपर्छ, मान्छेको नरसंहार रोकिनुपर्छ भनेर अब राष्ट्रिय परिवर्तन पार्टी अगाडि बढिरहेको छ। अमेरिकामा पनि यस्तै विद्रोह नभएको होइन, युरोपमा, रसियामा, चाइनामा नभएको होइन, तर त्यहाँ के भयो त? त्यहाँनिर यस्तो छ हेर्नुहोस्, अमेरिकामा पनि हिजोका शहीदहरू जो थिए उनीहरूलाई उहाँहरूको आत्मसम्मानमा उहाँहरूलाई ध्यानमा राखेर संविधान बनाइन्छ। संविधान बनाउँदा जहिले पनि शहीद र त्यहाँ घाइतेहरूलाई सोचेर संविधान बनाइन्छ र नै अमेरिकाको संविधान त्यसरी बनाइयो र आज अमेरिका बन्दैछ। रसियाको संविधान पनि त्यसरी बनाइयो, त्यहाँनिर चाहे कम्युनिस्टले किन नहोस् तर उहाँहरूले पनि रसियाको लागि जसले आहुति दिए ती शहीदहरूलाई सम्झेर, ती घाइतेहरूलाई सम्झेर संविधान कोरे र त्यो संविधान कोरेर उहाँहरूले रसियालाई त्यसरी अगाडि बढाए। चाइनाले पनि त्यसरी नै अगाडि बढायो, अन्य अरू देशले त्यसरी अगाडि बढायो। तर नेपालमा चाहिँ शहीद र घाइतेहरूलाई बाहिर राखेर, शहीद र घाइतेहरूलाई अपमान गर्ने त्यो खालको चाहिँ शब्द प्रहार बाण गरेर उहाँहरूलाई बाहिर बाइकट गरेर बाइपास गरेर संविधान आफ्नो हितमा, व्यक्ति स्वार्थको हितमा, पार्टी स्वार्थको हितमा बनिँदैछ। त्यस कारणले गर्दा यो देश उभो नलागेको आदरणीय समुदाय। त्यस कारणले गर्दा जहिले पनि राष्ट्रिय परिवर्तन पार्टीले जहिले पनि शहीद र घाइतेहरूलाई नै अगाडि सारेर, अझ भन्नुहुन्छ भने स्वयं नेतृत्वमा नै हाम्रो जेन्जी विद्रोहको क्रममा अपाङ्ग वा घाइते हुनुभएका हाम्रा राजेश पौडेलज्यू स्वयं अध्यक्षज्यू जो हुनुहुन्छ उहाँलाई हामीले अगाडि सारेर अगाडि आइरहेका छौँ आदरणीय समुदाय। किनभने अबको दिनमा यो त्रुटि नहोस्, शहीद र घाइतेलाई पर राखेर संविधान कोरिनु जेन्जीहरूको वा भावी पुस्ताहरूमाथि गरिने उपहास हुन्छ। त्यस कारणले गर्दा हामीले जहिले पनि शहीद र घाइते परिवारलाई अगाडि सारेको छौँ र हाम्रो साथ समर्थन उहाँहरूलाई छ। अब अन्ततिर यो भनौँ, त्यस कारणले गर्दा आदरणीय समुदाय सतीले सरापेको देश भन्ने यो गर्छ। यो देशलाई के भन्छ अरे हजुर? सतीले सरापेको देश। तर होइन, म भन्छु सतीले सरापेको देश होइन, यो त शहीदले सरापेको देश हो। सतीले सरापेको देश होइन नेपाल, शहीदले सरापेको देश भयो नेपाल। अब चाहिँ शहीद र घाइतेहरूको आँसु नलागोस् हाम्रो देशमा, कसैको पनि कुदृष्टि नलागोस् यो देशमा। त्यस कारणले अब यो हाम्रो अन्तिम मौका हो, यो अन्तिम लडाइँ हो। यो पालिको आउने दिनहरूमा हजुरले आफ्नो विवेक स्वविवेक प्रयोग गरेर सुन्डहरू आउन सक्छ, गाउँघरमा नाना भातीका मान्छेहरू आउन सक्छ, फकाइ फुलाइ गर्न सक्छ, मिठा मिठा भाषण त जसले पनि गर्न सक्छ, तर विवेक पुर्याउनु पर्छ। हामी आम नेपालीले कतै फेरि जेन्जीको विद्रोह जस्तो तपाईँ हाम्रै नाता नातिनाले अर्को जनविद्रोह गर्नु नपरोस्। त्यस्तो भयो भने के मजा भयो र? विवेक पुर्याउँ र अबको दिनमा शहीद र घाइतेहरूलाई जसले नेतृत्व मानेर अगाडि बढेको छ हो त्यो पार्टीलाई हामीले अगाडि सारेर जिताएर अगाडि बढाउनु पर्छ भन्ने हेतुले पनि आज यहाँ उपस्थित भएका छौँ आदरणीय समुदाय। अब अन्तमा एउटा राजनीतिक संस्कारको कुरा गरेर यहाँबाट बिदा हुन चाहन्छु। हाम्रो देशमा आजसम्म राजनीतिक संस्कार कस्तो भयो थाहा छ? कहिलेकाहीँ लाग्छ, म पहिला पनि सुन्थेँ हाम्रा नेतृत्वगणहरूको खालि एउटा नेताले अर्को नेतालाई दोषेको मात्रै सुन्थे। महान कलिएका नेताहरू एउटा पार्टीले अर्को पार्टीलाई दोषेको। यदि म काङ्ग्रेसी हो भने म एमालेलाई दोष्ने, यदि म एमाले हो भने म चाहिँ अन्यहरू माओवादीलाई दोष्ने, यदि म माओवादी हो भने म चाहिँ होइन अब चाहिँ भनौँ रासपालाई दोष्ने, रासपा हो भने श्रम संस्कृतिलाई दोष्ने, श्रम संस्कृति हो भने उज्यालो नेपाललाई दोष्ने। खालि अर्कालाई दोष्यो, आफू राम्रो हुने। यो राजनीतिक संस्कार अब अन्त्य हुनुपर्छ भन्ने कुरा राष्ट्रिय परिवर्तन पार्टीले गर्छ।
यसको घोषणापत्रमा तपाईँहरूले पढ्न सक्नुहुन्छ। यहाँनिर घोषणापत्र राष्ट्रिय परिवर्तन पार्टीको घोषणापत्रमा निषेधको राजनीति छैन। हामी सबैलाई सम्मान गर्छौँ। अघि मैले सुरुमै भने 2007 सालमा काङ्ग्रेसले दिनुभएको बलिदान त्यो हाम्रो लागि सिरो पर्छ। त्यो बेलाका काङ्ग्रेसीहरूले दिनुभएको आन्दोलनमा बगाउनु भएको रगतले यो देश मुक्त भएको त्यो बेलाको निरङ्कुशताबाट त्यो हामी सराहनीय छ। एमाले पनि बगाउनु भएका ती रगतहरूलाई हामी भुल्दैनौँ। हाम्रा माओवादीले पनि बगाउनु भएका ती रगतहरूलाई हामी उपहास गर्दैनौँ। हामी सबैलाई सम्मान गर्छौँ। अहिले हाम्रो उज्यालो नेपाल छ, श्रम संस्कृति पार्टी छ, अन्यहरू रासपा छ, एबिसिडी सबै पार्टीहरू जो जो छन् हामी सबैलाई सम्मान गर्छौँ। अबको समय एकले अर्कालाई दोषेर होइन, एकले अर्कालाई चाहिँ अर्जुन बाण हालेर होइन, एउटा ठाउँमा आउनुपर्छ अनि टेबल टक गरेर सबैजना एक ठाउँमा आएर राम्रोसँगले देश हितको कुरा किन नगर्ने? किन मञ्चबाट खालि एकले अर्कालाई दोषारोपण गर्ने? बरु एउटा टेबलमा आउँ, चिया गफ गरौँ र यो देश कसरी बनाउने सम्पूर्ण पार्टी एक ठाउँमा आएर उभिने बेला आएको छ। अब निषेधको राजनीति होइन, अब समझदारी, सद्भाव र एउटा चाहिँ सहमतिको राजनीतिको अब युग सुरु गर्नको लागि राष्ट्रिय परिवर्तन पार्टी आएको छ। आदरणीय समुदाय, एउटा जाति र अर्को जातिमाथिको विद्वेष फैलाउने किसिमको पनि गर्नु हुँदैन। म एउटा राईको छोरा हो, तर म राईको छोरा भनेर भोलि कथम कदाचित म धरानमा कथम कदाचित भन्दैछु। यदि म धरानमा उठेँ भने चाहे त्यो जुनसुकै पदमा होस्, उठेँ भने मलाई म भन्ने गरेको छु, मलाई राई भएको नाताले मलाई भोट हान्नुहोस्। त्यो जातिवादी हुन्छ। राई भएको नाताले मलाई भोट हान्नुहुन्छ भने त्यो गडबड हुन सक्छ भोलिको दिनमा। किनभने म राईको नेतृत्व भयो भने राईलाई मात्र उत्थान गर्न सकौँला, वा तपाईँहरूले पनि वा हजुरहरूले पनि मलाई राई भएको नाताले भोट हान्नु भयो भने भोलि मैले तपाईँहरूको वा राई कम्युनिटीको लागि मात्रै मैले समुदायको लागि मात्रै मैले काम गरिनँ, अन्य जातिको काम गरेँ भने नाक टुक्न सक्छ मेरै जातिको मान्छेलाई। त्यसकारणले एउटा नेतृत्व भनेको जातिको हुँदैन। आदरणीय समुदाय, हामीले त्यस्तो नेतृत्वहरू पैदा गर्दै जानुपर्छ अनि त्यो चाहिँ जनताको हातमा छ। हामीले जातित्वको लडाइँ अब यो देशमा गर्नु हुँदैन। जातित्वको पार्टी वा जातित्वको चाहिँ राजनीति गर्नु हुँदैन। आदरणीय समुदाय, हामी सारा बहुजाति बहुभाषी भएको यो देश नेपाल राष्ट्रिय परिवर्तन पार्टीले त्यसरी नै भन्छ, बहुजाति बहुभाषी बहुसांस्कृतिक भएको यो साझा फुलबारी देश हो नेपाल र त्यस्तै देश बनाउन चाहन्छ राष्ट्रिय परिवर्तन पार्टीले। एउटा लागू औषध प्रयोगकर्ता भएको नाताले विगतमा, आज होइन, आज म निट छु, विगतमा म एउटा लागू औषध प्रयोगकर्ता पनि हो। आज गाउँ गाउँमा यहाँ लागू औषध प्रयोगकर्ताहरू बढ्दै गरेको हामीलाई थाहा छ। म खोटाङमा गएँ, खोटाङमा पनि बिगबिगी छ। हिजो 20 वर्ष अगाडि खोटाङमा जाँड रक्सी सामान्य लाग्थ्यो, तर आज त गोटीहरू पाउन सुरु भइसकेको छ। हो, त्यो विषयमा अझै मुद्दा उठाउन बाँकी छ, आज समयले पुगेन। आकाशमा उडेको छोरा बाकसमा फर्किँदा हामीलाई चित्त दुख्छ। आमा बाबा, चित्त दुख्छ कि दुख्दैन? बेरोजगारी भएर आकाशमा उडेको छोरा बाकसमा फर्किँदा चित्त दुख्छ, तर त्योभन्दा कम मलाई त्यतिखेर चित्त दुख्दैन, त्योभन्दा कम दुख्दैन। आदरणीय समुदाय, जतिखेर मेरो आमालाई मैले सम्झेको हुन्छु, मेरो आमाले भन्नुहुन्थ्यो त तेरो कोठामा बस, तेरो बिस्तारामा बस, म तँलाई त्यही कोठामा तेरो बिस्तारामा तेरो लागि खाना ल्याइदिन्छु, तर त सुत्री भन्नुहुन्थ्यो। म जिउँदो दास जस्तो भएर बेरोजगारी भएर के भयो, मेरो आमाको लागि बेरोजगारी हुनु निको, तर बस सुध्रिदिए पुग्छ भन्नुहुन्थ्यो। एउटा बेरोजगारीको जिन्दगी बरु सजिलो छ, फेरि रोजगारीको लागि विदेश परदेश गएर विदेशबाट कम्तीमा अहिले त व्हाट्सएपको जमाना छ, फेसबुकको जमाना छ, भिडियो च्याटको जमाना छ, भिडियोबाट बोलाउला नि आमा बाबासँग। तर एउटै कोठामा लागू औषध प्रयोगकर्ताको जिन्दगी हेर्नुहोस्, एउटै कोठामा एउटा आमा पल्लोपट्टि आफ्नो बाबा पल्लोपट्टि हुँदा पनि मलाई आफ्नो आमा र बाबाको ख्याल हुँदैन। भिडियो कल त परको कुरा, बरु परदेशिनु निको, तर लागू औषध प्रयोगकर्ताको जिन्दगी खत्तम भइरहेको छ। यो मुद्दा आजसम्म कसले राजनीतिक बनाएको छैन। पहिलोचोटि घोषणापत्रमा राजनैतिक प्रतिवेदनमा राष्ट्रिय परिवर्तन पार्टीले लागू औषध प्रयोगकर्तालाई वा भनौँ लागू औषधलाई न्यूनीकरण कसरी गर्ने त्यो विषयमा एउटा एजेन्डा बनाएको छ र त्यसमा स्वयं हामीले दशकौँदेखि काम गर्दै आएको मान्छे यहाँ जोडिएका छौँ। तसर्थ आदरणीय समुदाय, 2084 को चुनाव थियो, 84 को चुनाव आज 82 मा आउँदै गर्दा यसलाई अन्यथा नलिनु होला। राष्ट्रिय परिवर्तन पार्टीलाई पनि मैले छामेर म यहाँ प्रवेश भएको,
राष्ट्रिय परिवर्तन पार्टीका व्यक्तिहरूलाई मैले सोध्दै गर्दा सुरुमा मैले त्यतिखेर भने 2084 को चुनाव किन 82 मा गर्न लाग्नुभयो भन्दै गर्दा त्यो प्रश्नको उत्तर यसरी आयो। 2084 को चुनाव 82 मा गर्न हामीलाई रहर थिएन, तर विभिन्न किसिमको चाहिँ हामीले डेलिगेसनहरू दिँदै गर्दा राष्ट्रपति कार्यालयमा वा भनौँ प्रधानमन्त्री कार्यालय वा भनौँ अन्य विभिन्न निकायहरूलाई हामीले डेलिगेसन दिएका थियौँ। हाम्रो माग पुरा भयो भने हामी चुनावमा जानु पर्दैन भन्नुहुन्थ्यो जेनजीका टिमहरूले। तर त्यो पुरा नहुँदै गर्दा भन्नुभयो अन्तरिम सरकारबाट अब कुनै आश रहेन जेनजीका सम्पूर्ण माग पुरा हुन। त्यस कारणले गर्दा महावीर पुनले पनि भन्नुभएको एउटा वक्तव्य फेरि स्मरण गराउनुभयो। मैले सुने त्यो वक्तव्य। उहाँले भन्नुभयो तपाईँहरू मङ्सिरदेखि गाउँ गाउँ जानुहोस् र चुनावी प्रसारमा हिँड्नुहोस् र आफै जितेर आउनुहोस् र तपाईँहरू आफैले आफ्नो भाग्य रेखा कोर्नुहोस्, आफैले संविधान निर्माण गर्नुहोस् भन्नुभएको छ। त्यस कारणले गर्दा आज बाध्य भएर रहर होइन, बाध्य भएर राष्ट्रिय परिवर्तन पार्टीलाई साथ दिएर जेनजी युनाइटेड मुभमेन्ट पनि यसरी अगाडि बढेको जब मैले पनि आफूले चाहिँ त्यो कुरालाई चाहिँ अनुभूति गरेर त्यो कुरालाई स्वीकार गरेर आज राष्ट्रिय परिवर्तन पार्टीमा उहाँहरूलाई भनौँ हाम्रा चाहिँ शहीद र घाइते परिवारहरूको नेतृत्वलाई साथ दिन स्वयं म एउटा यस समितिको प्रवक्ताको रूपमा अहिले अगाडि आएको छु आदरणीय समुदाय। त्यस कारणले गर्दा यो हाम्रो रहरको विषय होइन। एउटै प्रधानमन्त्री जन्मदेखि मृत्युसम्म त्यही प्रधानमन्त्री देख्दा विडम्बना लाग्छ। म जन्मे 2043 मा मैले जब देखेको थिएँ सुनेको थिएँ त्यही प्रधानमन्त्री आज म 39-40 वर्ष पुग्दै गर्दा त्यही प्रधानमन्त्रीकै होडबाजीमा सेरोफेरोमा देश घुमिरहेको छ। सायद म मरे पछाडि मेरो छोरा छ सानो, त्यो छोराले पनि त्यही प्रधानमन्त्री देख्छ होला अनि यो देशको गति कहाँ हुन्छ। अब त्यो क्रम भङ्ग गर्नुपर्छ, पर्छ कि पर्दैन? त्यो क्रम भङ्ग गर्नको लागि राष्ट्रिय परिवर्तन पार्टी आएको छ। सबैलाई राष्ट्रिय परिवर्तन पार्टीमा स्वागत छ। जय परिवर्तन। उहाँले निकै स्पष्ट रूपमा आफ्नो विचारहरूलाई प्रस्तुत गरेर विदा भइसक्नु भएको छ र अब म केही समय फेरि पुनः अतिथि आसन ग्रहणमा लाग्न चाहन्छु।